देशको राजनीतिमा भूकम्प नै ल्याउने एउटा घटनाको आज हामी चिरफार गर्दैछौँ। त्यो हो एक पूर्व प्रधानमन्त्रीको गिरफ्तारी। सोच्नुहोस् त, एउटा नयाँ सरकार बन्छ र आफ्नो कार्यकालको पहिलो दिनमै पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्छ। यो कुनै सामान्य घटना त पक्कै थिएन। यो त एउटा यस्तो राजनीतिक भूकम्प थियो जसको परकम्प हामी अझै महसुस गरिरहेका छौँ। अब पक्राउ परेपछि तुरुन्तै घटनाको केन्द्रबिन्दुमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया पनि आइहाल्यो। उहाँले के भन्नुभयो? उहाँले यसलाई सिधै राजनीतिक प्रतिशोधको संज्ञा दिनुभयो। हो, यहीँबाट यो घटनाको विवाद सुरु हुन्छ। तर यहाँ एउटा ठूलो प्रश्न खडा हुन्छ, हैन त? आखिर भयो के? कसरी एउटा भर्खरै शपथ खाएको सरकारले पहिलो दिनमै यति ठूलो, यति विवादास्पद कदम चाल्न सक्यो? ल आउनुहोस् यसको जडसम्म पुग्नलाई कथाको सुरुवातबाट हेरौँ। कथाको सुरुवात हुन्छ एउटा एकदमै अनौठो र गोप्य शपथ ग्रहण समारोहबाट। र यो कुनै संयोग थिएन, यो त एउटा ठूलो रणनीतिको पहिलो चाल थियो। अब हेर्नुहोस् है, सामान्यतया को मन्त्री बन्दैछ भन्ने कुरा त हप्तौँ अगाडि नै हल्ला चलिसक्छ, हैन र? तर यसपालि अचम्म, शपथ ग्रहणको ठिक 1 घण्टा अगाडिसम्म पनि कसैलाई केही थाहा थिएन। मन्त्रीहरूको सूची पुरै गोप्य। र यो तयारी नपुगेर भएको होइन है, यो त एउटा ठूलो र गोप्य निर्णयलाई कार्यान्वयन गर्ने योजनाको पहिलो खुड्किलो थियो। अनि त्यो पुरै रणनीतिको सबैभन्दा महत्त्वपूर्ण पात्र को थिए त? सुदन गुरुङ, जसलाई एकाएक गृहमन्त्री बनाइयो। हो, यो नियुक्तिले धेरैलाई चकित बनायो, विवादास्पद पनि भयो। तर सरकार जुन मिसनमा थियो त्यसको लागि यो एकदमै निर्णायक कदम थियो। त्यसो भए यत्रो गोप्यता, यत्रो तयारी, आखिर किन? यो सबैको पछाडिको खास कारण के थियो त? यसको जवाफ लुकेको थियो एउटा सरकारी प्रतिवेदनमा। हो, त्यही प्रतिवेदन जसले यो सम्पूर्ण कारबाहीको लागि बाटो खोलाएको थियो। यो प्रतिवेदन थियो गौरी बहादुर कार्की आयोगको। सोच्नुहोस्, 907 पृष्ठ लामो दस्तावेज। यसले भदौर 23 र 24 गते भएका घटनाहरूको एकदमै गहिरो छानबिन गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी ओलीदेखि लिएर सबै सम्बन्धित व्यक्तिहरूको बयान, उनीहरूको कल डिटेल र अरू प्रमाणहरूको मिहिन विश्लेषण थियो यसमा। अनि त्यो प्रतिवेदनको निष्कर्ष के थियो? एकदमै विस्फोटक। त्यसले सिधै तत्कालीन सरकारलाई दोषी देखायो। प्रतिवेदनले भन्यो कि लापरवाहीका कारण भएको मृत्युका लागि पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक जिम्मेवार छन्। र त्यति मात्र होइन, उनीहरूलाई मुलुकी अपराध संहिता अनुसार कारबाही गर्नुपर्छ भनेर सिफारिस पनि गर्यो। कारबाही पनि सामान्य होइन, कति कडा थियो भनेर यो अङ्कले नै बताउँछ। 3 देखि 10 वर्ष। हो, प्रतिवेदनले दोषी ठहरिए 3 देखि 10 वर्षसम्म कैद सजाय हुनुपर्छ भनेको थियो। यो कुनै सानोतिनो आरोप थिएन, एकदमै गम्भीर अभियोग थियो। ल, प्रतिवेदनको सिफारिस त आयो, तर कागजमा लेखेको कुरालाई कार्यान्वयन गर्नु त्यो पनि पूर्व प्रधानमन्त्री विरुद्ध चान्चुने कुरा थिएन। अब हेरौँ त्यो रातको कथा, कसरी यो पुरै योजनालाई एकदमै गोप्य तरिकाले कार्यान्वयन गरियो। त्यो दिन घटनाक्रम एकदमै छिटो अघि बढ्यो। दिउँसो 3 बजे नयाँ मन्त्री परिषदले निर्णय गर्छ। साँझ पर्दा नपर्दै नयाँ गृहमन्त्रीले प्रहरी प्रमुखहरूलाई भेट्छन्। रातको 10:30 बज्दा प्रहरी हेडक्वार्टरमा अपरेसनको अन्तिम खाका तयार हुन्छ र बिहान उज्यालो हुनुभन्दा अगाडि ठिक 4:30 बजे प्रहरीको टोली पूर्व प्रधानमन्त्री ओलीको निवासमा पुगिसकेको थियो। बिहान 6 बज्दा नबज्दै केपी ओली र रमेश लेखक दुवै प्रहरीको हिरासतमा थिए। यो गिरफ्तारीको खबर बाहिर आउने बित्तिकै मानव सिङ्गो देश नै 2 ध्रुवमा बाँडियो। एकातिर खुसियाली मनाइदै थियो भने अर्कोतिर आक्रोशको आगो दन्किरहेको थियो। तुरन्तै 2वटा फरक कथाहरू बन्न थाले। सरकार पक्षले भन्यो यो प्रतिशोध होइन, यो त न्यायको सुरुवात हो, कानुनभन्दा माथि कोही छैन। अर्कोतिर विपक्षीले यसलाई राजनीतिक बदला र लोकतन्त्रमाथिकै हमला भन्यो। हेर्नुहोस् त, घटना एउटै, तर त्यसलाई हेर्ने दृष्टिकोण कति फरक। तर यो सबै राजनीतिक दाउपेच र आरोप प्रत्यारोप भन्दा पर यो घटनाको एउटा मानवीय पाटो पनि थियो जुन निकै मार्मिक छ। विगतको हिंसामा ज्यान गुमाएका रसिक खतिवडाकी दिदीले भनेको कुराले धेरैको मन छोयो। उहाँले भन्नुभयो, मेरो भाइ त आज खुसी छ सोला, तेरो हत्याराहरूलाई समातेर लगेको छ। उहाँहरू जस्ता पीडित परिवारको लागि यो राजनीतिको खेल थिएन, यो त वर्षौंपछि देखिएको न्यायको एउटा सानो किरण थियो। ल, यो सबै घटनाक्रम त भयो, तर अब के हुन्छ? अबको बाटो कता जान्छ? के यो साँच्चै न्यायको यात्रा हो
वा राजनीतिको अर्को एउटा अध्याय मात्र हो? अब कानुनी प्रक्रिया सुरु हुन्छ। पहिलो कुरा, पक्राउ परेकालाई 24 घण्टाभित्र अदालतमा उपस्थित गराउनुपर्छ। त्यसपछि अदालतले निर्णय गर्छ थुनामै राखेर अनुसन्धान अघि बढाउने कि धरौटीमा छोड्ने। प्रहरीले अनुसन्धानका लागि केही समय पाउँछ र त्यसपछि बल्ल मुद्दाको सुनवाई र अन्तिम फैसला हुन्छ। यो एउटा लामो प्रक्रियाको सुरुवात मात्र हो। अन्त्यमा यो घटनाले हामी सबैको अगाडि एउटा निकै ठूलो र गम्भीर प्रश्न छोडेर गएको छ। के यो नेपालमा राजनीतिक जवाफदेहिताको एउटा नयाँ सुरुवात हो, जहाँ अब कोही पनि कानुनभन्दा माथि हुने छैनन् भन्ने सन्देश दिन खोजिएको हो, वा यो केवल राजनीतिक बदलाको एउटा नयाँ र अझ खतरनाक अध्यायको सुरुवात मात्र हो? यसको साँचो जवाफ त अब आउने दिनहरूले नै बताउँछ।